कडा हो। अब आज चाहिँ म प्राङ्क हान्दिन आँटेको मनिषलाई होइन, हाम्रो कालेलाई। अब त्यसलाई म एक्सिडेन्ट भयो भनेर आज चाहिँ प्राङ्क हानिदिनु पऱ्यो होइन। अनि त्यसलाई पैसा हाली माग्छु म 5000 हाल्यो त मेरो एक्सिडेन्ट भयो भन्छु म त्यसलाई। अनि पैसा हालिदिन्छ कि हालिदिँदैन अब होइन, कतिको सहयोग गर्दा रहेछ हेरौँ त्यसले मलाई। तर यसमा फोनै सानो साउन्ड आउँछ जस्तो लाग्यो। यसमा प्याक तानौँ, सुरुमा प्याक तानेर अनि फोन गरौँ, मेरो एक्सिडेन्ट भयो केटा, मलाई पैसा हाल्दै त बाइक बनाउने पैसा भनिदिनु पऱ्यो के भन्छ त्यसले मलाई आज। टक्कै प्याक तानेर यसको त साउन्डै सानो छ यार। अब चाहिँ म त्यसलाई फोन गर्दैछु होइन। यहाँ फोन गरौँ, उठाउँछ उठाउँदैन फेरि त्यो काममा होला आज। यहाँ कोही काममा छ नि त गिद्दी हुन्छ यार, उठाइदिनु अन्त। उठाउँदै। हेलो, कतातिर छिस् हौ? काममा छिस्? एउटा कुरा सुनाउनु थियो हौ तँलाई। पैसा छ छैन अलिअलि? पैसा छ कि छैन भनेको नि। सोधेको हौ पैसा छ कि छैन भनेर। यहाँ सुन न, एक्सिडेन्ट भयो मेरो। कार्की चोकमा हौ। कार्की चोक। उताबाट बाइक निस्किँदै थियो, लड्यो नि मैले घिस्रेर। गाडीलाई अलिअलि चोट लाग्यो, मलाई लाग्यो। म त अहिले यहाँ स्कुल जानमा। एक्लै छु नि, कोसँग हुनु? के अरे? भिडियो कल? कहाँबाट गर्नु भिडियो कल चाहिँ? उयो लाइन नै छैन यतातिर मुला। म तँलाई उयो पत्याउँदैन छैन मुला, म तँलाई मेरो फोटो चाहिँ हालिदिन्छ। मुला अहिले भर्खरै अब कति 15-20 मिनट भयो। कुन अर्को? त्यसलाई त लागेन नि मुला, ब्रेक हान्ने भयो घिस्रो नि गिटीमा। घिस्रेर म चाहिँ लडेँ। बाइकको अगाडिको त्यो उयो के पो अरे साइडको उयो फुट्यो नि मुला, त्यो भाइजर हुँदैन अगाडिको, पहिला मेरो गाडीको फुटेको थियो नि हो, यस्तै फुट्यो। म तँलाई अहिले के पो अरे फोटो हालिदिन्छु, पख्न मेरो पैसा छ भने हालिदिइराख्न। छैन अलिअलि पनि हुँदैन? मलाई यार कस्तो तनाव भयो। अब हेर्न बाइक नबनाइदिए लानु भएन। के अरे? दिदीहरूलाई भन नि त, गाली गरिहाल्छन् नि, त्यही भएर तँलाई भनेको त। ल अहिले म हालिदिन्छु, एकछिन पर्खि है, फ्री डाटा छ कि। ल अहिले फोन गर्न। अब त्यसलाई म फोटो हालिदिन्छु, मेरो चाहिँ फोटो हालिदिन्छु होइन। अब मसँग फोटो छ मेरो चाहिँ, एआईबाट बनाएको छु क्या मैले, अनि त्यो फोटो हालिदिन्छु। अब अनि पत्याउँछ बाइकको फोटो हाल्दै भन्दा भन्नु चाहिँ बाइकको फोटो त अब बाइकको
कहाँबाट बनाउनु हो फेरि बाइकको फोटो मेरो बाइकको त पहिलाको पुरानो फोटो त थियो थिएन तर त्यो पत्ते थाहा पाइहाल्छ त्यसले अब एआईबाट एकचोटि कोसिस गरी हेर्छु कतिको बन्छ बन्दैन बन्यो भने ठिकै छ बनेन भने पनि अब मेरो चाहिँ फोटो देखाइदिन्छु म कस्तो छ भनेर अनि यस्तो यस्तो भएर केटा भनेर टक्क गफ पेलिदिन्छु फेरि एकलट म्यासेजमा होइन अनि म्यासेजमा गफ पेल्दैछ के भन्छ है त्यसलाई फोटो पनि हालिदिइसकेँ होइन निकै टाइम भइसक्यो त्यसले मलाई फोन पनि गरेको छैन अब चाहिँ म त्यसलाई फोन गर्छु फेरि होइन फोन गरेर खोइ त ब्यालेन्स के परे पैसा हाल्दिनस् त हाल्दैन हौ छिटो भन्नु पऱ्यो के भन्छ त्यसमा ठिकै छैन भने अस्तिदेखि मलाई नै माग्नु त त्यसलाई म फेरि एकचोटि भनी हेर्छु के भन्छ म त्यसलाई फोटो पनि हालिदिइसकेँ क्या यस्तो छ फोटो भनेर यस्तो यस्तो बाइकको चाहिँ हालिदिएको छुइनँ यस्तो मात्रै हालिदिएको छु क्या के पो अरे मान्छेको मात्रै फोटो खिचेर अस्ति एआईबाट बनाएको थिएँ क्या मैले अनि त्यो फोटो चाहिँ हालिदिइसकेको छु मैले त्यसलाई एआईको फोटोहरू हालिदिइसकेको छु त्यसले थाहा पाउँछ जस्तो लागिरहेको छ त्यो फोटो पनि अलिक बाटोमा गएर गर्नुपर्छ आँगनमा बसेर खिचेको त्यो चाहिँ फेरि एकचोटि फोन गरेर के भन्छ अब अर्कामा हुन्छ होला भन्नु त पङ्खा अफ गर्नुपर्छ यार पङ्खा अन्त काम दिँदैन हेलो खोइ त हौ अनि यार के हो यार पारा हालिदिनुहोस् त हौ हाल्दैन हौ अरू म घर जानु परेन मुला अब बाइक बनाइदियो अरे अङ्कललाई गाडी चाहिने बेला भइसक्यो झन् कसलाई खोज्नु पर्लादेलाई भनेको पर्लादेखि छैन अरे अब उता केटाहरू भन्नु भने अभिलाई भन्नु भने अभिले फेरि उता अङ्कललाई भनिदियो भने त्यहाँ फेरि उता अनि भरे के भयो भन्दा चाहिँ के भन्नु अनि त्यसलाई त्यसो भन्दा दिन्छ माछाले यसो मागी हेर्न के भन्छन् अनि लु मलाई छिटो फोन गर त मिस कल गर म फोन ब्याक गरिहाल्छु बनाइसक्न लाग्यो गाडी गर्छ यसलाई अरूलाई भन् भन्छ केटाहरूलाई भन्न भन्छ अब कहाँबाट भन्नु होइन यसलाई अब उयो गर्ने हो त पैसा यसो पनि छ भने छैन अब मागेर हालिदियो भने हालिदियो हाल्दैन भने अनि त्यत्तिकै अब यसलाई म भिडियो कल गरेर अनि अनलाइन पनि छैन फेरि यो मैले फोटो त हालिदिएको थिएँ हेर्न चाहिँ हेरेको छैन यो अनलाइन पनि रहेनछ क्या अनि अब यसलाई एकछिनमा भिडियो कल गरेर अनि यसो यसो गरेको केटा भन्नु पऱ्यो अब पैसा हालिदियो भने चाहिँ अनि त्यसलाई पैसा दिनु हुँदैन पैसा हालिदियो आज चाहिँ कालेले मलाई धोका दियो होइन मासले काले तँलाई तैँले मेरो यत्रो यो हुँदा पनि तैँले मलाई पैसा हालिदिनुहोस् होइन म तँलाई त्यत्रो भन्दा पनि पैसा हालिदिनँ त्यसले फोनै गरेन यार फोन गर्छु भन मलाई कि फोनै गरेन त्यो कस्तो निष्ठुरी रहेछ यार साथीले त्यस्तो हुँदा पनि पैसा हाल्दैन मेकुरीले मलाई फोन गर्छु भन्दै थियो फोन गर्छ होला भनेर चुप लागेर बसेको अहिलेसम्म पनि फोन गर्दैन यार त्यो त यार कहाँ गयो यार बेलुका भइसक्यो फोनै गर्दैन अहिलेसम्म मेसेज चाहिँ फेरि सिन गरेको थियो मैले फोटो हाल्दैको अनि अहिलेसम्म फोन चाहिँ गरेन मुलाले कस्तो रहेछ त्यो निष्ठुरी रहेछ त्यसले पर्दा हेर तैँले मलाई पर्दा हालिदिनुहोस् होइन तँलाई पनि म जानेको छु अनि म चाहिँ यहाँ गाइस पानी भिजाउँदैछु यहाँ मोटरले पुरा मेरो चाहिँ घर बन्दैछ ल यहाँ अब तर यार काले मैले त्यत्रो भनेको कि तर कालेले रियाक्सनै गरेन यार मैले मेरो यस्तो यस्तो भन्दा पनि त्यसले रियाक्सनै गरेन क्या म त्यही चाहिँ अचम्म लाग्यो क्या त्यसले केही ला यस्तो भयो केही पनि भनेन हौ नर्मल तरिकाले बोलो
कुरी यार अरू बेला त अलिक वास्तो गर्थ्यो जस्तो लाग्छ तर आज भन्दा त तेरो वास्तै गरेन त मलाई त यार के भएको थियो म त अचम्म पो लाग्यो त यार केटा हो यार त्यो देख्नुमा त अचम्म पो लाग्यो त्यसले त वास्तै गर्दैन यार प्लान पनि अनसक्सेस भइदियो क्या सक्सेस बनाऊँ भनेको अनसक्सेस भइदिएर तनाव भयो यार त्यसले मलाई तनाव पो गरेर अब त्यसलाई म भन्दिनँ यही भिडियो हेरेर त्यसले थाहा पाओस् म त्यसलाई अब केही भन्दिनँ अब आजलाई चाहिँ यति नै होइन अब अर्कोचोटि भेट्नुपर्छ अब बाई बाई कडा हो तैँले मलाई धोका दिइस् ठिक छ अब अर्कोचोटि तँलाई म धोका दिन्छु पक्क तैँले मलाई पैसा हालिदिनुहोस् नि तँ मलाई हाल्दै भन्छ कहिले काहीँ हाल्दै भन्छ नि त्यति बेला पक्कै एकछिन फोन गर्छु भने तँलाई पनि अलि म हालिदिनु है